कार्ल मार्क्स सन् 1856 सम्म सोहो लन्डनमा बसिसकेपछि यिनै केन्टिस टाउनमा पछि सरेका थिए। तत्कालीन समयमा 46 ग्राफ्टन टेरेसमा सरे तापनि पछि त्यो भत्केर 41 मेटलेन स्ट्रिटमा बसेका थिए। तर यो पछाडिको घरको दोस्रो तलामा कार्ल मार्क्स सन् 1875 देखि 1883 मा यही बसेका थिए। यहाँ नजिकै एंगल्स 122 रेजेन्ट स्ट्रिटमा बसेका थिए र तत्कालीन समयमा यो घर वर्षको 36 पाउन्ड भाडामा बस्नु पर्थ्यो र कार्ल मार्क्सलाई हरेक वर्ष म्यानचेस्टरबाट एंगल्सले वर्षको 350 पाउन्ड पैसा पठाइदिन्थे। यिनै कोठामा बस्दाखेरि उनका छोरी एलेनर र उनका ज्वाइँ एडवर्ड आवलिङ पनि सहयोग गरेका थिए, जसले दास क्यापिटल लेख्नको लागि सबभन्दा बढी सहयोग गरे। सन् 1881 मा उनको श्रीमती लिभर क्यान्सरबाट यहाँ मृत्यु भए पश्चात 1883 मा आफ्नै कुर्सीमा बसी बसी कार्ल मार्क्सको देहावसान भएको थियो। कार्ल मार्क्सको यहाँबाट देहावसान हुँदाखेरि हाइगेट सिमेट्रीमा लगिएर समाधि गरिएको छ, जुन बेला 11 जना मानिसहरू मलामी थिए। यो केन्टिस टाउनको एकदम दुःखद ठाउँ हो। अहिले पनि यस्तै देखिन्छ। यहाँ कार्ल मार्क्सको सबैभन्दा अन्तिम समय यही बितेका थिए। कार्ल मार्क्सको छोरी लाउरा पेरिसमा बिमारी हुँदाखेरि ऊ आफू पनि बिमारी भएको हुनाले जान पाएन र अन्तिममा जेनेभ स्टाफन 2 वर्ष अगाडि मरिसकेपछि 2 वर्ष पछाडि कार्ल मार्क्सको यही देहान्त भएको थियो। केन्टिस टाउनबाट गुड बाई, बिदा चाहन्छु।